सो वेलकम ब्याक माई युट्युब च्यानल सबैजनालाई एकदम धेरै माया छ फेरि पनि न्यू भिडियोमा न्यू भिडियो है साथमा टक्कै आज चाहिँ म यहाँ खाना खान आइरहेको थिएँ है अनि यता भित्र साइडमा यो सामागुसी साइडमा चाहिँ म खाना खान आइरहेको थिएँ बाहिर म सो हल्का चाहिँ खाना खाने टाइममा हल्का यसो भिडियो स्टार्ट गरिदिउँ भनेर हो हजुरहरू के गर्दै हुनुहुन्छ सन्चै हुनुहुन्छ होला होइन सबैजनाले एकदम माया छ र काठमाडौँमा हल्का फुल्का गर्मी बढिरहेको छ अब के छ तराईतिर पूर्वको के छ पश्चिमतिरको के छ होइन त्यही हो सबैतिरको आफ्नो आफ्नै उयो हुन्छ होइन त्यही भएर सबजनाले एकदम धेरै माया छ मनबाट होइन सम्झिरहेको हुन्छु हरेक कुराहरू है अनि अरू कुरा के भन्ने होइन त्यही हो अनि सन्चै हुनुहुन्छ होला सबैजना त्यही हो माया गरिराख्नु होला मेरो भिडियोहरूलाई होइन अब चाहिँ डेली नै अपलोड हुन्छ त्यही भएर हो है अब त्यही हो घरि टाइम मिल्दैन घरि के मिल्दैन त्यो सबैलाई थाहा छ होइन आफ्नो आफ्नै उयोहरू हुन्छ नि त अब त्यो दुःख पीडा आफ्नो पीडाहरू भएर होइन त्यही हो यसो यो एरियामा चाहिँ बवाल हुन्छ है यही एरिया हो सामाकोसी चोक ठ्याक्कै भित्रदेखि त साइडमा अनि यता खाना चाहिँ राम्रो पाउँछ क्या खानाहरू त्यही भएर नि लामा होटल एन्ड भान्साघर भन्ने ठाउँमा छ क्या यहाँनिर हो यो साइडमा हो त्यही भएर एकदम मिठो खाना पहिल्यैबाट 1 वर्ष अगाडिबाटै मैले खाँदै आएको हो यो खाना त्यही भएर चाहिँ यहाँ टक्क खाना खान आउँछु अनि मेरो दाइ एउटा विमल दाइ भन्ने पनि पठाउ भन्ने दाइ पनि आउनुहुन्छ त्यही हो यस्तै छ है यता पानीको उयो आइरहेछ अनि यता यस्तै छ है अनि एउटा कुरा के भन्दाखेरि चाहिँ अहिले मेरो हेल्थले चाहिँ अलिकति काम नगरेर मैले काम गर्न सकिरहेको छुइनँ त्यही भएर रेस्ट लिएको छु अब कामसाम अब गर्नु सक्छु भने चाहिँ जानुपर्ने हुन्छ मैले उता काममा होइन अब दाइहरूलाई पनि भनेको छु म अब रेस्ट गर्छु त्यसपछि आउँछु भनेको छु दाइहरूलाई पनि होइन राम्रैसँगले हाम्रो रिलेसन छ त्यसो नराम्रो तरिकाले म कामबाट निक्लेर हिँडेको होइन किनभने अब हेल्थ सम्बन्धीले हल्का रेस्ट चाहिएको हुने कारणले चाहिँ 1.5 महिना रेस्ट गरेर चाहिँ जानुपर्ने छ फेरि काम गर्न है त्यो अलिअलि अब हुन्छ धेरै भयो क्या भिडियोहरू नबनाएको त्यही भएर अलिकति बोल्न पनि कस्तो क्या हुन्छ नि पहिला जस्तो एक्टिभै छैन क्या बोल्नलाई पनि क्या होइन त्यही भएर अलिकति यो लस भयो भने हरेक केही कुराहरूमा अलिकति ग्याप गरियो भने होइन अलि उयो हुँदो रहेछ क्या अब जस्तै बाइक पनि अब कुदाइराख्यो भने मजा हुन्छ कन्फिडेन्स हुन्छ नि अब कुदाउन 2-3 महिना छाडियो भने सुरुमा अब 2-3 महिनापछि टक्क फेरि कुदाउँदाखेरि चाहिँ हल्का अलि उयो हुन्छ नि त कन्फिडेन्स घट्छ क्या त्यही भएर चाहिँ होइन म त्यस्तै भइरहेछ त्यही भएर अलिकति बोलीहरू अलिकति अब होइन अर्कै टाइप्सको आइरहेको होला तपाईँ पनि माया गरिदिनु होला त्यही भन्न चाहन्छु होइन र सो अब हामी के गर्छौँ कता जान्छौँ अब देखाउँदै नै म गर्छु है धेरै लङ भिडियोहरू पनि बनाउनु हुन्न किनभने मेरोमा स्टोरेज छैन क्या धेरै त्यही भएर हो है अस्ति नै धेरैवटा फोटोहरू डिलिट गरेर चाहिँ हल्का स्टोरी उयो बनाएर स्टोरेज चाहिँ खाली बनाएर गर्दैछु भिडियोहरू अहिले होइन अब काम पनि हुन्न रुममा बसिसकेपछि कामसाम हुन्न त्यही भएर चाहिँ यसो भिडियोहरू बनाऊँ भनेर हो है त्यही हो र अब एकैछिन पछि भेट्न पर्छ है टक्कसँगले सो गाइस हामी निक्लिसक्यौँ खानासाना खाएर है मैले सबै कुराहरू भनिहालेँ र हामी निक्लिसक्यौँ सामाकोसी चोक अब पुग्न आँटिसक्यौँ है सामाकोसी चोकबाट साइडमै हो हल्का त्यहाँनिर खानाहरू चाहिँ सस्तो मस्तो पाउँछ त्यही भएर खानाहरू दाइले अब चस्मा लाउन लागिरहेछ अनि सो मैले चाहिँ मास्क किन लगाएको भने धुलो हुन्छ भने क्या चस्मा मसँग नि छ चस्मा नि लाम भनेको अब चस्मा लाउनै पर्छ घाम हुन्छ चस्मा लाउनै पर्यो के भन्नु चस्मा फेरि मैले त थाइल्यान्डबाट मगाएको हिजो अस्ति भर्खर आइपुग्यो क्या मेरो चस्मा त्यही भएर चाहिँ हो यस्तो हुन्छ है चोकमा चाहिँ यस्तो छ है हाम्रो चोकमा है सामाकोसी चोक है यो तपाईँहरू अब काठमाडौँ नयाँ हुनुहुन्छ भने यो माथि पिज्जाको उयो छ पिज्जाको अनि यो सिसा भएको यो रोबोट भएको भयो भने सामाकोसी चोक भन्छ यसलाई मलाई सुरुमा त केही थाहा थिएन हाइवेमा फेरि आमै सुरुमा आउँदा मैले रोड क्रस गर्नु धरि सक्दिनँ क्या यस्तो छ हाइवे हेर्नु काठमाडौँको हाइवे अनि जामसाम भयो भने त झन् लास्टै गाह्रो हुने क्या त्यही भएर अब के भन्नु घाम पनि छ अब फेरि भाइले सान दियो भाइले सान दिएर मास्क चस्मा ला नसोच्नु किनभने घाम चाहिँ आफ्नो सेफ्टी आफै गर्नुपर्ने हुन्छ त्यही भएर चाहिँ हो है र सो अब हामी यहाँबाट एकजना दाइले बोलाइरहेछ अब त्यो त दाइसँग भेट भयो भने भयो भएन भने अब त्यही गर्नुपर्छ है गाइज है यो चाहिँ अब उयो गङ्गाबु चोक है यो चाहिँ ट्याक्कै गङ्गाबु चोक त्यही भएर सो अब हामी उतै भेट्नुपर्छ
सो अहिले चाहिँ म यता बस पार्कको माथिल्लोपट्टि घुमिरहेको छु है टक्कसँगले यो त्रिपुरा सुन्दरी मार्ग छिर्ने गेट नेरी हो है सर त्यहाँबाट आइयो दाइलाई भेट्ने भनेको जान्छ दाइसँग भेट पनि भएन त्यही भएर गाडी जस्तोलाई अगाडि गाडीले चाहिँ साइड दिनुपर्ने हुन्छ हामीले होइन त्यही भएर दाइसँग भेट भएन त्यही भएर त्यस्तो दाइले उता मलाई पर्खिराख्नु भएको त्यही भएर म चाहिँ चस्मा लाएर सबै माथिल्लोपट्टि साइडबाट हिँडिरहेको छु होइन किनभने बवाल हुन्छ नि त होइन त्यही भएर शीतल शीतल छ अघि त डेन्जर घाम लागेर होइन यस्तो घाम लागेर चाहिँ पुरै त्यो घामले पोलेर क्या क्याप पनि अगाडि फर्काएर लाउनु पर्ने हुन्छ अहिले चाहिँ सट्ट यसरी पछाडि फर्काउने हिँड्ने चस्मा खोलिदिने होइन त्यही हो कस्तो छ दामी छैन भर्खर छेडेको क्या लास्ट दुखिरह पुरै यो राउन्डिङ गरेर उयो गरेको हो है बल तरिकाले त्यस्तो खतरनाक मान्छे चाहिँ होइन म होइन तपाईँले थाहा पाइहाल्नुहुन्छ भिडियो चाहिँ हेर्दै गर्नु के कसो के हो होइन सबै कुराहरू कसरी गएको छ भाइब चाहिँ बबाल रमाइलो छ है यो चाहिँ बस पार्कभित्र भयो यो बाहिरबाट इन्ट्री गर्न पाइँदैन गेटहरू जहाँ गेटहरू छ त्यहाँदेखि मात्र इन्ट्री गर्न पाउँछ हामीले होइन त्यही भएर बन्दैछ निर्माण कार्यक्रम हुँदैछ जस राम्रो हुँदैछ होइन खुसी लाग्छ यो निर्माण हुँदैछ त्यही हो तर यहाँ मान्छे छिर्नु खोइ हाफ ओल्डिङ मात्रै भयो क्या फुल ओल्डिङ गर्न बाँकी नै छ जस्तो छ मैले नि पहिला यस्तो ग्रिलमा काम गरेँ हो क्या यो फलमहरू यो फलम सम्बन्धी सबै मैले नि गर्छु क्या त्यही भएर अब बिस्तारै के काम गर्ने भन्ने सोचमा पनि छु र अघि मैले भनि पनि हालेँ रेस्टको लागि हो भन्ने कुरा रेस्ट पनि छ 1-2 महिना रेस्ट पनि गर्नु छ 1.5 महिना जस्तो मेरो हेल्थ प्रब्लम हल्का उयो भइरह त्यो के भएको कस्तो भएको भन्ने कुरा त्यो पनि म तपाईँहरूलाई सुनाइदिन्छु तर जस्ट टाइम आएर हर चिजको हेर्नु यहाँ बर्दिया नेपालगञ्ज काठमाडौँ हरेक गाडी काठमाडौँ गाईघाट हाम्रो पूर्वतिरको पनि हुन्छ नि फेरि यहाँनिर तर यो लाइनमा हाम्रो पूर्वको राख्दैन के हो काठमाडौँ जनकपुर के हो बलङ्गङ आमै के त्यति मलाई खासै थाहा छैन ठाउँहरूको नामहरू होइन तर जस यहाँ चाहिँ भित्र चाहिँ एकदम गाडीहरू चाहिँ धेरै छ क्या यो बस पार्कभित्र म सुरुमा आउँदा हराइरह भन्ने त्यो भित्र हराइरह भन्ने बस पार्कभित्र हराइदिएको क्या सुरुमा कस्तो हुन्छ होला है हराएर नि अब यहाँ बाख्रा पनि लिइरहेको रहेछ गाडीमा नि बाख्रा आउँदो रहेछ है गाई त्यही हो एकदम शीतल राम्रो छ शीतल भर्खरको टाइम चाहिँ एकदम शीतल छ एकदम मलाई मन पर्यो किनभने यस्तो खालको मौसम भयो भने दामी हुन्छ क्या तर पानी परिरहेको क्या थोरै पानी परिरहेको यति बेला छैन सधैँ यस्तै हो क्या यो बस पार्कमा त नि मान्छे जहिले आउने जाने कहिले टुल्दैन क्या यो नेपालभरिको यहाँ आउँछ क्या मेन सिटी भनेको यो बस पार्क है कतिपय मान्छेलाई बस पार्क पनि थाहा हुँदैन नि त अब कतिपय मान्छेहरू गाउँबाट कहीँ पनि हिँडेको हुन्न होइन गाउँमै बसिरहेको हुन्छ अनि उहाँहरूको लागि चाहिँ अब जस्ट मैले हल्का देखाइदिएको होइन त्यो भने त आफूसँग राम्रो गोप्रो सोप्रो छैन यस्तो साधन छैन बाइक साइक भयो भने पो बाइकमा चढेर हिँडेर होइन उयो गरिन्छ तर यो हिँड्दै भ्लग बनाउनु पनि एउटा छुट्टै तरिकाको मजा हुन्छ है फेरि छुट्टै तरिकाको भयो अहिले फेरि यो इनड्राइभ पठाउ भन्ने डेन्जर छ काठमाडौँमा त्यही भएर धेरै राम्रो भएको छ अहिले चाहिँ त्यो इनड्राइभ पठाउले गर्दा धेरै राम्रो सुविधा भएको छ किनभने अब हामीलाई थाहा नभएको लोकेसन हुनसक्छ कुनै बेला अब दिमागले काम नगरेको हुनसक्छ अब कतिपय कुराहरू बिर्सिन्छौँ नि त हामीले अनि कहाँ पुग्नुपर्ने ठाउँमा अब पुग्न सकिँदैन होइन तर अहिले चाहिँ यो इनड्राइभ पठाउले चाहिँ तपाईँ जहाँ भन्नुहुन्छ जुन गल्लीमा भन्नुहुन्छ त्यहीँनिर पुऱ्याइदिन्छ क्या हाम्रो इनड्राइभ पठाउ याङ्गोहरूले क्या त्यही भएर एकदम राम्रो भएको छ त्यति सुविधा छ मलाई दामी लाग्छ यो काठमाडौँको है अरू होइन त्यति चाहिँ राम्रो लागिरहेछ तपाईँको बाइकदेखि लिएर ट्याक्सी सेक्सी सबै क्या त्यो चाहिँ बवाल लाग्छ क्या त्यति सुविधा चाहिँ हुनुपर्छ भन्ने मलाई लाग्छ र राम्रो पनि भएको छ र अब अर्को कुरा के भन्दाखेरि यो गाडीहरूमा बसहरूमा कालो प्लेट हुँदैन त्यस्तै कालो प्लेट बनाउने भन्ने कुरा पनि चलिरहेको अरे अब कहिलेबाट हो त्यो त थाहा छैन तर जस मलाई थाहा भएको कुरा चाहिँ हजुरले भनेको है यस्तै खै लास्ट चाहिँ हल्ला होइन अब आफू गाउँमा बस्ने बानी होइन सुनसान ठाउँमा क्या मर्छ होला यस्तो कुदायो भने मर्छ क्या मान्छे
त्यो सुनसान ठाउँमा बस्ने बानी यता त हल्ला हल्ला हुन्छ होइन सहरमा यस्तै त हो नेपालको राजधानी भनेको यही त हो सबैको आफ्नो आफ्नो काम छ क्या सबैको आफ्नो आफ्नो काम आफ्नो आफ्नो उयो छ क्या हेर्नु अन्डरग्राउन्ड भित्र गएर बोल्दिउँ न त एकछिन हुन्छ होइन यहाँ सब पढाउहरू हो घाम तापिराख घाम रे सरी शीतल तापिराख्नु भएको छ सबजना सरहरू हाम्रो इन्डिया पठाउको होइन त्यही भएर चाहिँ जो इन्डिया पठाउ भएर चाहिँ अहिले एकदम सुविधा त्यही भएर सो अब यहाँबाट मैले डाइरेक्ट कल गर्नुपर्ने हुन्छ यसो अहिले एकछिनमा भेट्नुपर्छ अहिले एकछिनमा भेटौँ ल है म यहाँ पुलमिल अन्डरग्राउन्डबाट पनि निक्लिसकेँ दाइ खोइ कहाँ गयो दाइले अब भेट्नु पऱ्यो त्यसपछि अब के कुरा अब त्यही छ नि होइन